यो चाहिँ अब नाग भएको ठाउँ जाने बाटो यो चाहिँ यहाँबाट हिँडेपछि हामी नाग पुग्छौँ। दाइ त्यहाँ नाग भएको ठाउँ पुगेर आउनु भयो हो? कस्तो छ? हजुर दर्शकहरू, यो जुन हामीले टेलिभिजन देखाइसकेपछि अहिले चाहिँ अलिकति इम्प्रुभ भएको छ। यो फुर्किलोहरू यहाँ बनेको छ, राम्रो अलिकति सफा राम्रो भएको छ। ल यहाँ चाहिँ नाग छ। केही समय अगाडि हामीले यो नागस्थान देखाएको थिएँ। तौद घुम्न आइसकेपछि यो चाहिँ दर्शन गर्नै पर्ने ठाउँ। यो नागको दोष हुने भन्छ नि, यहाँ पूजा गरेपछि ठ्याक्कै हुन्छ है दर्शकहरू। नागको दोष भएको बेला यहाँ पूजा गर्ने ठ्याक्कै हुन्छ। यो चाहिँ नाग स्थान, एकदमै नागको पूजा गर्ने ठाउँ। यो मेन नाग चाहिँ यहाँ है। सुगारको जुन हरेक वर्ष बाढी आउने अनि त्यहाँ माथि बासुकी नागलाई नुहाउने चाहिँ यहाँ मेन नाग दहको नाग चाहिँ यहाँ बास बस्ने भन्ने सुनिन्छ। तपाईँलाई यो तुरुन्ते ट्राभलर युट्युब च्यानलमा चाहिँ यहाँको बारेमा डिटेल यहाँको एकजना दाइले भन्नुभएको छ, त्यो भिडियो चाहिँ हेर्नुहोस् अनि यो नागको बारेमा विशेष जानकारी पाउनुहुन्छ है त दर्शकहरू। धेरै नजिकमा धेरै नजिक यो कुन हेर्नु म थिएँ दर्शन नाप्नु थिएन हो बाबु, नाप्नु थिएन हो। यहाँ एउटा सर्व मारेर मान्छेहरू समय यहाँबाट हातमा पाकेर भगवान् विश्वास गर्नुपर्छ। सबै भगवान् भगवान् भनेर को बोलेर भगवान्ले क्या बुझ्दै आफ्नो बाटो कुवालाई त पानी नखाँदो भने आनन्द सिधै पाउँछ। प्लिज